भक्तपुरको दरबार स्क्वायरमा है यहाँ उकालो यस्तो चढ्नु आँटेको छ अब आमा लु अल द बेस्ट जानुहोस् चढ्नु आँटेको छु उकालो अब बिस्तारै जानु गर्दा पनि बिस्तारै झर्नु है आएको छु दरबार स्क्वायरमा है भक्तपुरको एकदमै मजाको जग्गा रहेछ र यो पछाडि देख्न सक्नुहुँदैछ मोनुमेन्ट्स एकदमै एन्टिक मजाको जग्गा पिस मजा आउँदैछ अब है भक्तपुरको दरबार स्क्वायर यहाँ चाहिँ उयो बनाउनु मजा आउँछ रिल्सहरू बनाउनु लागि चाहिँ यो पटानको स्क्वायर दरबारमा है झन्डै झन्डै सेम रहेछ तर अलिकति डिफर चाहिँ गर्दो रहेछ अब नेवारहरूको चाहिँ यो जग्गा चाहिँ एकदम गड है पसलै पसल रहेछ हुँदा पनि होला सो दिस इज पटान म्युजियम यहाँभित्र चाहिँ जानुपर्छ पटान म्युजियम यहाँ चाहिँ आमाले पानी खानु आँटेको छ है पटानको दरबार स्क्वायर सक्यो अब हामी निक्लिनु आँटेको है यहाँ चाहिँ अलिकति भिड चाहिँ बेसी हुँदो रहेछ हो मान्छेहरू रिल्याक्स गर्नु लागि बस्दो रहेछ त्यस्तो पसलै पसल रहेछ बस्नु आउँदो रहेछ है एकदमै घमाइलो र डाँडा डाँडातिर मान्छेहरू बसिरहेको है रमाइलो गर्दै हावा खाँदै स्वयम्भूमा हो अब यहाँबाट चाहिँ उकालो लाग्नुपर्ने छ लक यो चाहिँ स्वयम्भू मेन काम हुँदो रहेछ अब चाहिँ हामी यहाँबाट हेर्छौँ भ्यू पोइन्ट यो चाहिँ भ्यू हो तपाईँको काठमाडौँ सहरको है खतरा देख्दो रहेछ आमामा काठमाडौँ त ल भ्यू पोइन्ट त 40th बेस्ट क्लब इन अफ द वर्ल्ड है सो अब यहाँ पसेर हेरिन्छ के हो कसो रहेछ भनेर है स्टेट्यु यो अब यहाँभित्र पसिँदैछ है के छ अब हेर्नुपर्छ यो चाहिँ एलओडी रहेछ है भयङ्कर फेमस पब आएको छु पुरानो गल्ने स्टलमा है यहाँनिर चाहिँ निनीहरूको घर हुने गर्थ्यो पहिला र ठिक अलिकति फेरि टुरिस्टमा देख्दैछ देख्नु चाहिँ यो चाहिँ गणेश स्टल भयो र हल्का जुम गऱ्यो भने चाहिँ अन्नपूर्ण भ्यू पनि देख्न सक्नुहुन्छ र हल्का मात्रै देख्दैछ नि यहाँबाट भ्यू चाहिँ हो त्यति राम्रो देखेको छैन हल्का चाहिँ देखिँदैछ तारलाई राम्रो निहालेर तारको पछाडि जुम गऱ्यो भने चाहिँ देखिन्छ हल्का है यो चाहिँ जुन जुलाईमा देख्ने भ्यू हो झन् अक्टोबर नोभेम्बरमा त बवाल हुन्छ गरम महिना हो जुन जुलाईको महिना छ है यो ढोकोदेखि लिएर अब एउटा सरप्राइज कुरो देखाउँदैछु जुन जुलाई महिनामा पनि अब यस्तो देख्ने कुरो चाहिँ अब दिलगी होइन है जुन जुलाई महिनामा पनि अब गरम महिना भनौँ हुँदाको है आमामा बवाल
यो जुन महिनाको भ्यू है बादल छ है तपाईँको तर पनि यो भ्यू देखाउनु चाहिँ मलाई एकदमै मन पर्यो पोखराबाट है यो चाहिँ अन्नपूर्ण रेन्ज भयो अन्नपूर्ण रेन्जमा आयो यो है यो चाहिँ माछा पुच्छरे भयो दामी नजारा क्या अब त्यो समरको भ्यू है यो फेरि विन्टरको झन् बवाल हुन्छ क्या हो यहाँ म्हणजे फेवाताल देख्छ र अहिले आएको जग्गा चाहिँ हामी यो हो है शिवजीको ठुलो मन्दिर भएको जग्गा नमः शिवाय नमः शिवाय यो चाहिँ फेवा लेक माथिबाट है यो चाहिँ डमरू यहाँ चाहिँ हाम्रो शिवजी र गणेश वरिपरि घुम्दो रहेछ विलमा है नागदेवता भयो यता र यता चाहिँ भयो तपाईँको पोखरा सहरा सो यो चाहिँ भयो भ्यू पोइन्ट पोखराको तपाईँको है डेभिड फल्सको पानी चाहिँ यहाँ आउँछ पोखराको भित्र के भित्र है र यस्तो दामी पानी छ मिठो पानी चोखो पानी दिस इज द केभ अहिले चाहिँ हामी केभित्र छौँ मन्दिर पुग्न आँटेको छौँ यहाँ हामी डेभिड फलमा है सो यो जग्गा हो यसलाई चाहिँ डेभिड फल्स भनिन्छ अब चाहिँ हामी फेवाताल खाइपुग्यो फेवातालको मन्दिर जाँदैछौँ बोटमा छौँ है बोटभन्दा पनि डुङ्गामा छौँ यो चाहिँ भयो फेवातालको नजारा माथि प्याराग्लाइडिङ हुँदै गऱ्यो सलानकोट हो तर स्तुप अघि गएर आयो यो चाहिँ हो फेवातालको मन्दिर बोट राइड हुँदैछ है डुङ्गामा हाम्रो म छौँ फेवातालको नजारा